सो आज चाहिँ हामी बनाउँदैछौँ लोकल कुखुराको मासु। त्यसको लागि यही पहिला जिरा धनियाहरूलाई चाहिँ टक्क हल्का भुटौँ। भुटेर यसमा अदुवा लसुन टक्क एउटा पेस्ट बनाऊँ हैन। त्यसपछि प्याज र गोलीभेडा लियौँ। प्याजलाई सरर काट्दियौँ। काटिसकेपछि गोलीभेडा पनि किन राख्ने, गोलीभेडालाई पनि काट्दियौँ। यति रेडी भइसकेपछि अब हामी नेपालबाट लिएर आएको कुकर निकालौँ। इजी तेल हाल्दियौँ। मासु खनाउँ एकछिन। अब यो कुखुराको मासुमा हल्का पानी निस्किन्छ सुरुमा, जे जस्तो भए पनि सरर यसको पानी सुकाएर यसलाई पर रातो हुने गरेर भुटौँ। एज सुन एज इट इज रातो हाल्दियौँ प्याज है। प्याज हालेर एकछिन सरर चलाइसकेपछि केको पालो आउँछ एक्ज्याक्टली मसला हाल्दियौँ। बेसिक मसला मात्र है, नुन बेसार खुर्सानी 3 थरी मात्र हाल्दियौँ। केही गर्नु पर्दैन, मजाले चलाउँ। यो लोकल कुखुराको मासु चाहिँ अब हतपत अलिकति पाक्न टाइम लाग्ने भएर मजाले भुट्नुपर्छ है। यसलाई मसला टक्क टाँसिने गरेर रातो हुने गरेर भुट्दियौँ। मसला अघि कुटेको मसला हाल्दियौँ, चलाउँ। लास्टमा चाहिँ गोलीभेडा हालेर एकछिन सरर चलाएर अब पानी हाल्दियौँ। पानी हालेर सिटी लाउनलाई रेडी गरिदियौँ। यति भइसकेपछि लोकल कुखुराको मासु यस्तो मिठो, यस्तो स्वादिलो हुन्छ। सिटी चाहिँ टन्नै लाउनुपर्छ है। मैले चाहिँ अब यो कति सिटी भन्दाखेरि 6 सिटी जति लगाएँ होला। 6 सिटी लगाइसकेपछि चाहिँ मेरो रेडी भयो लोकल कुखुराको मासु। छैन त स्वादिलो? घरमा बनाउनुहोस्, खानुहोस्, इन्जोय।